हेलो गाइस, नमस्कार, वेलकम टु माई युट्युब च्यानल। आज मैले खानामा लिएको छ ब्राउन राइस हो, मकै मिसाएको छ हो। यहाँ त व्हाइट डेक्रे युज हुन्छ ब्राउन राइस हो। अन्त यो चाहिँ भेन्डी भुटेको, यो चाहिँ करेलामा मैले छुर्पी हालेको छ, यो चाहिँ चटनी हो। अनि यहाँ चाहिँ राजमा, यसमा चाहिँ मैले धनियाँ पनि हालेको छ, प्याजको पत्ता पनि हालेको छ। प्याजको पत्ता चाहिँ मैले यहाँबाट टिपेर हालेको। अन्त यो चाहिँ डल्लै खुर्सानी र अलिकति उयो छ, प्याज काटेको छ हो खाना। आज म साँच्चै पुरा सेतो देखेँ त के हो, सेतो नै हो कि के हो, अझै पुरा सेतो देखेँ मलाई। सेतो भएको के हो। अब चाहिँ म बाटो आइसक्यो, त भोक लाग्यो, म खान्छु है। यो दाल चाहिँ राजमा दालमा है पकाएको, अस्ति दिदीले दिएको मिठो लागेन। अन्त मैले चाहिँ बेलुका पकाएर चाहिँ भिजाएर चाहिँ अन्त आज पकाएको, बिहान पकाएको। के भन्छ यो दाल र उयो भात, फर्स्ट भात, यो चाहिँ हरियो पात प्याजको पत्ता है, फर्स्ट बाइट खाएँ ल। मिठो छ गाइस। दाल दामी भएछ, भोटे धनियाँ र प्याज मिसाएको थियो कि दामी भएछ। मैले आज पानी दिनु चाहिँ बिर्सेछु। दामी भयो तितो खडा। दाल चाहिँ मिठो भएछ। मिठो म त आज बोल्नु मन पाएन, मिठो भएछ। दामी रहेछ। म दाल खानु चाहिँ अब उयो कोसिस गर्नु, दाल खानु पऱ्यो म पनि अब सधैँ। मेरो घरमा दाल चाहिँ सधैँ 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 पाक्छ, दाल नपाएको दिन कुनै दिन छैन है। किन नानी खालि दाल र भात मात्रै खान्छ नि हो, खान्छ। दाल सधैँ हुन्छ, एभ्रिडे हुन्छ दाल चाहिँ, दाल भात चाहिँ। जब म दिनमा त खाना एक खेप, दुई खेप, तिन खेप, चार खेप पकाउनुपर्छ। एक दिनमा म खाना चार खेप पकाउनुपर्छ। बिहानै उठ्छु होइन, बिहानै उठेर नानीको लागि अलग्गै पकाउँछु खाना, दाललाई खाना अलग्गै पकाउँछु, नानी र हस्बेन्डको लागि अलग्गै पकाउँछु। नानी र हस्बेन्ड दुकाएर जानुहुन्छ, म चाहिँ खानु त्यो बिहान चिया खान्छु। त्यहाँदेखि फेरि मेरो लागि फेरि पकाउनुपर्छ। यो अहिले मेरो लागि पकायो अलग्गै, फेरि नानीको लागि पनि मैले अहिले भर्खरै पकाउनुपर्छ। भात खाइसकेँ फेरि नानीको लागि पकाउनुपर्छ, दाल र भात पकाउनुपर्छ फेरि।
फेरि नानी खाइ अब स्कुलदेखि आएर लन्च खान्छ होइन, त्यो खान्छ होइन खाना, त्यो खाएर अन्त नानी खेल्छ हेऱ्यो, अनि एकछिन ट्युसन जान्छ। ट्युसन जाँदाखेरि आएर फेरि म खाना पकाउनुपर्छ। जब म दिनमा 4 खेप खाना पकाउँछ, भात मात्रै 4 खेप पकाउनुपर्छ। अब कोही के 4 त कति गन्ती छैन गाइस, के भन्नु। दिनमा 4 खेप चाहिँ कन्टिन्यू सधैँ एभ्री डे पकाउनुपर्छ। किनभने फर्स्टमा अब बिहान नानी र हस्बेन्ड खाना जान्छ, फेरि अन्त फेरि मलाई चाहिँ यस्तो चिसो बाँचे म पिटिक्कै खानु सक्दिनँ। अब आज पकाएको भात भोलि पनि खानु मन पर्दैन मलाई, आज पकाएको आजै खायो सक्यो बस। हाम्रो गाउँमा चाहिँ खाना मात्रै 3 किसिमको पाक्छ है। फेरि नानीले अलग्गै दिन्छु, बस्तीको चामल अलग्गै हो, अन्त बुढा खान्छ बोर राइस, अन्त म खान्छु ब्राउन राइस। खाना अलग्गै 3टा बनाएर खाना पकाउनुपर्छ। छुट्टीमा चाहिँ आइतबार सब घरमा 3टा बनाएर खाना पकाउनुपर्छ। एउटामा दाल हुन्छ, अन्त एउटा सब्जी, जब 5वटा बनाउनुपर्छ। अन्त मासु हुँदाखेरि झन् मासु पनि दाल चाहिँ जम्दै हुन्छ दाल चाहिँ, दाल पकाउनु पऱ्यो, अनि सुक्खा सब्जी फेरि हस्बेन्ड खानेन, साह्रो छ। सबै मिठो भएको दामी। हाम्रो घरमा चाहिँ यहाँ घरमा अहिले रुममा घर नि हुने, हाम्रो रुममा चाहिँ लसुन चाहिँ कोही खाँदैन। म त खान्छु, नानी र हस्बेन्ड चाहिँ खाँदैन हो। नानीले लसुन नदिनु भन्छ, एकदम दिएको छैन। अब चाहिँ म अलिअलि दिनु कोसिस गर्दैछु, दिउँ भनेको, अब कुनै के हुन्छ। अन्त कोही बेला मलाई लसुन खानु मन पऱ्यो, म त खोर्सानीमा पिटेर खानुपर्छ, खोर्सानी कुटेर खानुपर्छ। लसुन चाहिँ सब्जीमा हाल्छु भनेर नसोच्दा हुन्छ। अब नानी नखाने छ भने चाहिँ, अब हस्बेन्ड छैन, म एक्लै छ भने चाहिँ हाल्छु हो। तर मैले आज चाहिँ हालेको छैन, किनभने हस्बेन्ड र मैले राखेको थिएँ सब्जी यही, अनि त्यही कारण मैले राखेन, बनाएन, हालेन लसुन। अहिले त मैले 2 खेप खाना पकाएँ होइन, बिहान पकाएँ, यो भने पकाएर खाएँ। यो खानासाना खाएर फेरि भात पकाउनु पर्छ नानीलाई, दाल पकाउनुपर्छ। अन्त दाल चाहिँ मैले भिजाइरहेको छ, दाल पकाउँछु, अन्त ग्यासमा सिटी लगाउँछु। खाना चाहिँ म नानी स्कुलमा लिइकन पकाउँछु, नानी स्कुल लिन्छु, टक्क लुगा फुकाएर दिन्छु, त्यहाँदेखि हातखुट्टा धोइदिन्छु, अन्त ऊ आफै होमवर्क लेख्नु थाल्छ हो। अन्त म किचनमा गएर भात पकाउँछु, अनि मैले खाना पकाइसक्दा ऊ होमवर्क लेखिसक्छ, त्यहाँदेखि अन्त खाना खानु दिन्छु उसलाई। दाल दामी भएछ। किनभने हाम्रो यहाँ हाम्रो घरमा चाहिँ यहाँ अहिले म बस्छौँ भने चाहिँ दाल चाहिँ म सधैँ एभ्री डे पकाउँछु दाल। किनभने नानी मुङ दाल र मुसुरी चाहिँ म दिएको छैन हो। अरू सबै दाल अब के हुन्छ, अनेक त उयो के भन्छ, मुङ्गी दाल, राजमा, कालो दाल, के दाल
किसिम दाल दिइराखेको छ तर कन्टिन्यू दाल चाहिँ पाक्छ तर चाहिँ म दाल चाहिँ कहिले खाएको थिइनँ। अस्ति दिदीले बनाएको दाल त्यहाँदेखि मिठो लाग्यो त्यहाँदेखि आज ट्राई गरेको। बेसी मलाई दाल चाहिँ मन पर्दैन अन्त नानी मैले यति पकाउँछु हस्बेन्ड दाल खाँदैन अन्त नानी खानु नसक्यो चाहिँ फ्यालिदिन्छु म। फेरि अब त्यो अहिले पकाएको फेरि बेलुकासम्म म त्यो दिन्न अहिले पकाए अहिले टकिदिन्छु त्यो खानु सकेन म फ्यालिदिन्छु। त्यसो खालके हो म चाहिँ अहिले त्यस्तो गर्नु मनपर्छ हो। फेरि तपाईँ नमान्ने यति बेसी पकाएर पकाउने कम्ती मात्रै पकाउँछु। अन्त भिडियो पुरा लामो भयो मेरो भिडियो लाइक गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् हो एकदम माया गरिदिनुहोस् ल। बाई बाई लभ यु बाई बाई भोलि भेटौँ ल बाई लभ यु बाई बाई भोलि भेटौँ।